किलो जताततै गाडीहरू घुसाइराखेको छ हेर्न सक्नुहुन्छ। कुमारको मगर ब्रेकिङ न्युजको साथमा मोबाइल तरिकाले जाम लागिरहेको छ। किलो जताततै गाडीहरू घुसाइराखेको छ हेर्न सक्नुहुन्छ। यहाँनिर एक्सिडेन्ट हुने सम्भव थियो तर अलि एक्सिडेन्ट हुन सकेन गाइस। अति नै जाम लागिरहेको छ गाडी। अब मेरो गाडी चाहिँ यहाँनिर रहेछ यार। हेर्न सक्नुहुन्छ गाडीहरूलाई एकदमै किनभने गाडी डबल एकदमै क्रसिङको लागि ऊ पनि म अघि जान्छु भन्ने चाहिँ गाडीहरू यहाँनिर लिएको कारण चाहिँ यसै चाहिँ यहाँ जाम भएको छ होइन। अब कन्स्ट्रक्सनहरू चलिरहेको छ हेर्न सक्नुहुन्छ। पुरा के कुरा गर्ने खुद छ जाम। रोड क्रसिङ गर्नलाई अब डबल गाडीहरू आएर यहाँनिर जाम यस्तो फसेको छ कि के भन्न सक्ने होइन। अब रुल बाई रुल छैन हाम्रो नेपालमा। जहिले भए पनि अब अगाडि म जान्छु भन्ने क्रममा चाहिँ यहाँनिर चाहिँ एकदमै बवाल तरिकाको जाम चलिरहेछ गाइस। अनि त्यो बस ब्याबिक गाडी हेर्न सक्नुहुन्छ गाइस। के हो डबल गाडी यार। अलि यस्तो रुल र रेगुलेसन भन्ने कुरा पनि थाहा हुन्छ यार। जसले पनि डबल गाडीहरू हालेछ भने जाम नभएर के हुन्छ त अनि। यहाँसम्म ठिक छ, यहाँसम्म चाहिँ गलत रहेछ एकदमै। डबल गाडी क्रसिङ गर्नु भएन नि यार। रुल फलो गर्नु छैन कसैले पनि। बाइक सब ठिक छ, यहाँदेखि उठे यहाँदेखि बिचमा बिग्रेको छ र मान्छे रुल फलो नगरेर चाहिँ जाम भइरहेको छ यहाँनिर। डबल गाडीहरू हेर्न सक्नुहुन्छ। अब यो त सानो रोड छ, त्यस रोडमा पनि सानो डबल गाडी क्रसिङ कहाँबाट हुन्छ त अनि। सो हेर्न सक्नुहुन्छ गाइस यहाँनिर गाडी हो क्रसिङ यस्तो छ एकदम डबल क्रसिङ भएको कारणले चाहिँ यहाँ जाम भइरहेको छ। धुलो हेर्नु सक्नुहुन्छ यहाँ धुलो बहुत खतरनाक छ। सो हेर्न सक्नुहुन्छ जाम हुनेको एकदमै खास कारण चाहिँ यही हो गाइस। डबल गाडीहरू हेरेर देशमा मान्छेहरू अनुशासन एउटा एकदम रुल फलो नगरेपछि चाहिँ यसरी चाहिँ गाडीहरू चाहिँ भइराखेको छ हेर्न सक्नुहुन्छ गाइस। यसरी चाहिँ गाडीहरू जाम भइरहेको छ डबल क्रसिङ भएर गाइस हेर्न सक्नुहुन्छ। यता पनि यहाँनिर पुरा 2-3 घन्टा हामीहरू वेटिङ गरिसक्यौँ तै पनि अझै जाम खुलिरहेको छैन। किनभने डबल क्रसिङ मान्छेहरूले गाडी डबल थपिरहेको छ, त्यस कारणले चाहिँ गाडी जाम भइरहेछ गाइस हेर्न सक्नुहुन्छ। सो हामी हाल्ने फेरि अर्को भिडियोमा। जाम आजभोलिका भिडियोहरूले के को घरमा दुःख समाउने हात त कोहीको टुप्पी चाहिन्छ।